छन् दाजुभाइको अध्यक्षताको आसन ग्रहण गरेर दिन स्वागत गर्दछु। फेरि दोहोऱ्याउँछु आजलाई यसरी भनेका कुराहरू दोहोऱ्याउने छु। हामीले गरेका हाम्रा बच्चाहरूलाई तपाईँका बच्चा हाम्रा बच्चाहरूलाई पास गर्नको लागि राम्रो नतिजा ल्याउनको लागि धेरै प्रयास गरेका छौँ। पालिकादेखि विद्यालयसम्म है। हामीले बिहान पनि सरहरूले मेहनत गर्नुभएको छ। बिहान पनि क्लास हुनेछ। भाइ बहिनीहरू ध्यान दिनु होला। बिहान नै आउने कति बजे आउने गरे 6:30 बजे ज्यादा कपडा लगाएर कपडा चाहिँ टक्क लगाइदिनु होला सिरदेखि पाउसम्म, किनकि चिसोले गर्दा धेरै रोगहरू लाग्ने गर्छ। त्यसैले सिरदेखि पाउसम्म छोडिदिने गरेर ज्यादा लुगा लगाएर पठाइदिनु होला। र साँझ पनि भाइ बहिनीहरूको एबिआर बोर्डबाट हामीले क्वेसन पेपरहरू यहाँ राख्नेछौँ। ध्यान दिएर सुन्नु होला। क्वेसन पेपरहरू यहाँ राखेर हामीले धेरै क्वेसनहरूको प्र्याक्टिस गर्नेछौँ। साँझ प्रत्येक दिन 1 घण्टा साँझ 4 बजे पछिको घन्टीमा क्लास अरू जानुहुनेछ। कक्षा 5 का भाइ बहिनीहरू सिधै एक रूपमा आउनुहोला, एक अल्पनामा आउनुहोला। र भाइ बहिनीहरूलाई मोबाइल चाहिँ अरूदेखि मोबाइल चाहिँ खेलाउन नदिनु होला। मोबाइलले धेरै समय लस गर्छ। अहिले भारतको एउटा हिजो मात्र अस्ति मात्र एउटा सूचनाहरू समाचार आएको थियो। भारतको एउटा गाउँमा साँझपख सम्पूर्ण उसमा आफ्नो एउटा ओडामा गाउँमा नै त्यो वाइफाई हुन्छ नि, वाइफाई बन्द गर्ने 2 घण्टा बन्द। त्यो 2 घण्टा बन्द भनेको 2 घण्टा चाहिँ आफ्नो बालबालिकासँग बस्नुपर्ने, अभिभावक बस्नुपर्ने, अब के पढाउनु पर्ने हो, होमवर्क गराउनु पर्ने हो, त्यो बालबच्चाका लागि भनेर नियम बनाएको रहेछ। अब त्यो नियम त हामीले बनाउन नसकेला। यद्यपि हामीले चाहिँ हाम्रो बच्चालाई आफैसँग राखेर कतिपय 2 घण्टा 3 घण्टा साँझपख बस्दिन होला अभिभावकजीहरू। अनि अरू केही सुझावहरू छ भने भन्नु होला। हामीले रिपोर्ट गरेका छौँ। र पढाइ गुणा भनेको पढाइ गुणाको बारेमा म साँझपख भाइ बहिनीलाई केही कुरा म यहाँ फोटो र भिडियोमा देखाउनेछु र त्यसको लागि अभिभावकजीहरूले सहयोग गरिदिनु होला। पढाइ गुणा भनेको त्यहाँ बालबच्चाको बस्ने ठाउँ हुनेछ, कम्तीमा न्यानो ठाउँ, उज्यालो ठाउँ, बत्ती भएको, टेबल भएको, अनि बस्नको लागि कुर्सी भएको र त्यहाँ सम्पूर्ण कुराहरू बालबच्चालाई चाहिने कुराहरू पठन पाठनको लागि चाहिने सम्पूर्ण व्यवस्थापन गरिदिनु होला। जहाँ प्रत्येक दिन बच्चा त्यहीँ बस्नेछ, आफ्नो होमवर्क गर्नेछ, बच्चाले आफूले चाहिने कुराहरू अगाडि टाँच्नेछ, त्यसको व्यवस्थापन सम्पूर्ण अभिभावकजीहरूले गरिदिनु होला। हामीहरू केही दिनपछि हामी सम्पूर्ण एउटा टिम छ, हाम्रो टिम